हजुरको रणनीति के छ? 2082-83 को संघीय लोकसेवाले ल्याउने नयाँ विज्ञापनको तयारीमा जुट्नुभएका जति पनि नयाँ साथीहरू हुनुहुन्छ, सोच बनाउनु भएको छ र जति पनि पुराना साथीहरू हुनुहुन्छ जो फेरि आफूलाई उठाएर फेरि तयारी गर्ने सोचमा हुनुहुन्छ, तपाईको के रणनीति हुनुपर्ने छ, के स्ट्र्याटेजी हुनुपर्छ, के प्लानिङ हुनुपर्छ, यही कुरालाई मध्यनजर गर्दै भोलि आइतबार 6 बजेदेखि हामी एडुसफ्ट एकाडेमीले तपाईलाई फ्री वेबिनार ल्याउँदैछौँ। यो वेबिनारमा जोडिएर तपाईको रणनीति कस्तो हुनुपर्छ, प्लानिङ के हुनुपर्छ, स्ट्र्याटेजी के हुनुपर्छ, कसरी तपाईको पढाइ अगाडि बढाउनु पर्छ, फर्स्ट पेपरलाई कसरी ट्याकल गर्ने, रिटन पेपरलाई कसरी ट्याकल गर्ने, तपाईले जुन चाहिँ एन्सर लेख्नुहुन्छ त्यो एन्सरलाई कसरी बेटर प्रेजेन्टेसन गर्ने र चेकरले नम्बर दिने तरिकाले कसरी लेख्ने, यो सबै स्ट्र्याटेजीहरू हामी भोलिको सेसनमा डिस्कस गर्छौँ। यो सेसनमा जोइन हुनको लागि तल डिस्क्रिप्सन बक्समा गुगल फर्म दिएको छ, त्यो गुगल फर्म भर्नुहोला र व्हाट्सएप ग्रुपमा पनि जोइन भएर तपाईले यो वेबिनारको बेनिफिट लिन सक्नुहुन्छ। See you at 6 PM onwards at एडुसफ्ट एकाडेमी।